त आफै थाहा छ त नि हालिहाल्छ नि पानी लिएर केटा हो तिमीहरू नि यस्तो है अलिकति मौसम हेरेर हिँडे केटा हो नत्र चाहिँ यस्तो चौधो यहाँ बेला यस्तै हो केटा हो है धेरै त्यो चुमुक चुमुक नहो तिमीहरू नि यस्तो नै खाने बेला भेट्नुपर्छ है So what's up guys, welcome to new vlog. सबजना वेलकम छ मेरो नयाँ भ्लगमा हैन आज चाहिँ हामी अब कहाँ जाँदैछ भने थाहा भइहाल्नुहुन्छ तपाईँहरूले हैन अनि अहिलेको वेदर चाहिँ लभली पारामा यस्तो छ यस्तो छ म चाहिँ चट्टा बसिरहेको अनि यहाँ एकजना स्वामी चाहिँ ऊ त्यो सामान लिन गएको छ अनि हामी चाहिँ चट्टा बसिरहेको छौँ वेदर चाहिँ लभली छ है फेरि लभली छ अब त्यही हो त र अब सिधै अहिले भेटौँ है त ल है त केटा अब चट्टा पारामा यहाँ चाहिँ सामान छ अब अरू सामानहरू अहिले देखिहाल्छ तपाईँहरूले होइन हामी चाहिँ अब यहाँ तिनजना छौँ है त अब चट्टा चल्दैन भने आस्ते देखेर हो कि क्या हो अहिले त माथि चाहिँ मौसम चाहिँ ठिक्कको छ अहिले 3 बजीसक्यो है 3 बजे होइन 3 बजी छैन 3 बजे अब चट्टा पारामा है हामी चाहिँ बजा लागेछ ठ्याक्कै 9 मिनेट है गाइज हो 3 बजा त्यही हो अब यहाँ चाहिँ मकैको घारी यस्तो छ है फेरि मकै घारी कि झ्याङ भन्छ थाहा छैन मलाई अरू त त्यस्तै हो है चट्टा यस्तो छ यहाँतिर अब सिधै अहिले भेट्नुपर्छ है त हो कहाँ भेट्ने थियो अब सिधै अब सामान खेड्ने बेला है त ओइ केटा हो है यहाँ चाहिँ तपाईँ तिमीहरूलाई के चाहिन्छ होइन चट्टा पारामा भाँडाकुटीसँग साट्छ अरे चट्टा पारामा यहाँ आउनु सक्छ तिमीहरूले होइन बेला बेला आउँछ गर्मी लभली अहिले चाहिँ फेरि घाम यस्तो चर्क्यो क्या माकुरी ल है त केटा हामी चाहिँ यहाँ घरकै छेउको मिनी मार्टमा आइसकेको छौँ सामान किन्नको लागि चाहिँ अब यहाँ चाउजो हेर्नुपर्ने हुन्छ चाउजो कहाँ हो करेन्ट त नखाऊ यो गरेन खाने यो गरेन खाने करेन्ट खानेहरू यही खाउँ न नेपाली कोही त्यो ठुलोवाला रहेछ कति हो अन्डीवाला 20 यहाँ 20 होला नि 50 अब हजुरलाई कस्तो चाहिन्छ त्यही अनुसार हो के यो जिङ लाने चाहिँ मेरो भन्नु केही छैन यसरी गरौँ है किन्दै अलिक यहाँ गएर हाले त आफै थाहा छ त नि हालिहाल्छ नि मैले राख्न दाइ 6वटा कति भयो ल है त केटा अब चाहिँ हामीले यहाँ चाउजो किनेर आइसकेको छौँ हो कि होइन लभली पारामा अब यो चाहिँ हामी यहाँ जङ्गलमा गएर ल्याम्पी ल्याम्प पार्न पनि हुन्छ अरू त के छ र जिन्दगी अब हेर्दै जानु होला अनि त्यो त्यही हो खतरा हुन्छ यहाँ चाहिँ फेरि लभली पसल छ अब यो भाइको घर जाने होइन पहिला सुरु के लिन जाने रे हामी फ्राइङ लिन जाने है फ्राई गर्ने कुरो ओहो के हो डेन्जर छ त डेन्जर दिन्छ है फेरि यो अङ्कलको चाहिँ यहाँ है पसल कभर काट्ने त्यही हो अब सिधै यो भाइको घरै भेट्नुपर्छ जस्तो लाग्यो है अब के भन्ने हो र अरू त त्यही अब यो भाइको घर अहिले केटा हामी चाहिँ यहाँ चलपल हानेर आइसकेको छौँ यो भाइको घरतर्फ है यो भाइको घर चाहिँ यता तल हो यस्तो ओह्रालो हो क्या फेरि म अझै हिँड्न जान्दैन लभली पारामा उता मम चाहिँ पुरा है चिल्ला रहेछ
पिकमा बसिरहेको कम प्रो जी ए यहाँ है तल्ल भाइको अब चट्ट पारामा सामान लिएर जानुपर्ने बेला हो साउन्ड त वाइल्ड ठुलो होला चाबी खोलिरहे अब हामी आजको भ्लग चाहिँ लभली हुन्छ तर पानी पर्ला जस्तो नि भएन हाम्रो आज ठुलो अरे यत्रो त चाहिएन र एउटा बरु 1 बोतल पानी बोको ल है त अब चट्ट पारामा हामी यहाँ पानी सानीको व्यवस्था गर्दैछौँ म बोक्छु ल ए म यहाँ यति छ है त धेरै छैन अब फेरि हामी किन्न नि सक्छ उतातिर है अलिकति नपुगे जस्तो लाग्यो भने अब चक्लेट हल्का हान्दिउँ है चट्ट पारामा यो भाइ चाहिँ बोतल पार्टी अनि ऊ त्यो चाहिँ के पार्टी रे ताब्ले पार्टी ताब्ले रे फ्राइबिङ पार्टी हामी म चाहिँ यहाँ छाता नि ल्याऊ म चाहिँ यहाँ चौधो पार्टी है केरा हो अरू त के छ र जिन्दगी अब यस्तो पानी पर्ला जस्तो भइरहेको फेरि मान्छे वाइल पर्ला जस्तो भइरहेको मौसम यता चाहिँ अलिक घाम लागेको जस्तो मौसम अनि यता चाहिँ पानी पर्ला जस्तो भइरहेछ अब के हुन्छ लेची हो अझ लेची हेर्दै जानु होला अब के हुन्छ है चट्ट यहाँको चाहिँ मकै सबै व्यवस्था हानिसकेको रहेछ मकै त व्यवस्था दिइसक्यो ओ माई गड यो त यार घाटा लाग्यो त यार हामी त छाएन है छाएन है हामी त यहाँ पारामा है भगवानमा मात्र छाएन है त्यस्तो नभन्नु होला तर जे भयो नि यहाँ चाहिँ धान रोपाइहरू सबै भइरहेको अब भोलिदेखि चाहिँ फेरि मेरो धान रोपाइको भ्लग आउँछ कि फेरि है भोलि त अब यो भ्लग भोलि जान्छ अनि त्यही हेर यहाँ धान रोपाइ लभली छ है अनि त्यही बेला हाम्रो यहाँ चौचौनी लभली छ अनि यता मकै रोपाइ नि लभली छ अनि अब त्यही हो अब जाँदैछौँ लेट्स गो अब घाम त आइहाल्छ यो भाइहरू फेरि यो भाइहरू हो छाता त एउटा मात्र हो दुईटा ल है त अब अहिले भेटौँ ल है त केटा यहाँ यो फेरि किन गएको दुईटा चाउचौ खोला चाहिँ बबाल भएको रहेछ त पहिला यस्तो पनि पौडी खेल्थ्यो ल केटा हामी चाहिँ आइसकेको छौँ सामान पानी लिएर पानी छ नि त यहाँ यो पानीवाला म चाहिँ चाउचौवाला अनि त्यो चाहिँ भाँडावाला है दारू त ल्याएन है हातले अब हातले खाने हो ल यार आज त अन्तर्राष्ट्रिय उति हुन्छ क्या हो बिजोक हरिराम बिजोक हुन्छ जस्तो है केटा दारू छैन भने त अब के दारूको नि जुगाड त होइन दारूको नि जुगाड त हुन्छ तर पानीको चाहिँ जुगाड भएन कि पानीको जुगाड भएन यत्रो हान्छ छाता ल्या किन ल्या त यहाँ खोला चाहिँ लभली छ है थोपल खोला चाहिँ हामी चाहिँ ठ्याक्कै पुलमा आइसक्यो अब कहाँ जाने अलि ठाउँ हेरेर चट्ट बनाउनु पर्ने हुन्छ तर यो दुइटै थियो त लामै सार्न मिल्दैन त दार्खामा कसरी सारेर एउटा यतापट्टि साइडमा भएको उतापट्टि लान मिल्छ ल लबडी भयो यार केटा हो पानी हेरे यस्तो लास्ट ठुलो भयो त्यही नै हामी हार मान्ने छैन अब पानी पऱ्यो भने त त्यस्तै हो पानी परेन भने चाहिँ अब जान चाहिँ जान्छौँ है हामी जान चाहिँ जान्छौँ है छाता छ छन त अब भयो पाक्यो भने पाक्यो नत्र घर आएर खानुपर्ने हुन्छ है त अघि दिउँसो फेरि लभली घाम आइरहेको थियो अहिले चाहिँ फेरि के एक्कासी पानी आउन लागिसकेको छ तर त्यही पनि हामी हार पार्ने छैन होइन यस्तो छ है लभली पाराको अलिकति उता माथि जाउँ कि नाकमा पानी हाल्छ यहाँ अनि छाता नाकमा पानी हाल्ने तर पानी पऱ्यो भने चाहिँ हामी नगर्ने भने बिसी जाऊँ ओहो बवाल यहाँ पानी चाहिँ लभली परिसकेको छ
पानीसँग डराउँदैन तर पानीले च्यालेन्ज हान्ने पानीलाई च्यालेन्ज हान्ने वाइफ भ्लग होइन भ्लगलाई किन उयो गर्ने तर यहाँ नि फेरि पानी खतरा डेन्जर उठ्यो कि के अरे यसलाई के भन्छ अरे वाटरफल बवाल भइरहेको है डेन्जर है ओ बवाल है डेन्जर वाटरफल लभली एउटा सिनेमेटिक हान्छु है त केटा ओ ल है त केटा हो हामी छिट्टा लगाइसक्यो पानीले हामीलाई लभली हान्न मार्ला जस्तो गरिसक्यो है यत्रो आँखा कि मुद्दाले जस्तो कि हामी देखेर कि रिस उड्यो हो र पानीलाई नि हामी खान्छ भनेर यो अलिकति लानुपर्छ क्या हो ओइ लग्न अलिकति पर्दैन पातहरू छ भने छिटो उयो जङ्गलमा जाउँ क्या अब धेरै टाढो जाने डिसिजन छैन हाम्रो आज यहीँ जाने डिसिजन भयो होइन डन तर आगो बलाएर चाहिँ आगो चाहिँ निभाउनु पर्छ है डरेर लाग्यो फेरि सल्लाह होइन यिनीहरू डरेर लगाएर एक सालको झ्याङमा आइसकेको छ साल घारी साल होइन साल घारीमा है त यहाँ अब खोला यहाँतिर जाने हो कि यहाँतिर है यहाँ लभली हुन्छ कि अब के गर्ने त नुहाउनु आइसक्यो अब किन त्यो उ गर्ने होइन अब फर्किम भएन होइन तपाईँहरूलाई तिमीहरूलाई फेरि लौडे भ्लग भयो भनेर कमेन्ट होला फेरि है चट्टै यहाँ सुक्खा पातहरू छ ऊ खोला नि ठिक्क रहेछ यार कसले भने खाना त कहाँ खाने हो र ओइ भाइ डेन्जर है यो भाइ ओइ 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 हामी चाहिँ यहाँ पहिला यहाँ बच्चामा यहाँ साइकल चलाएर आएको थियो कि यहाँ माथि गएको थियो मजा आउँथ्यो तर अहिले नि चलाउन त मन लाग्छ तर झ्याउ लाग्छ कि तर मजा अनि कहाँ अहिले जान पाएन पछि त जाने माथि कि यहीँतिर बनाउने माथि जान्छ जाउँला इन लेट्स गो ल केटाहरू गइसक्यो ओइ भाइ आयो भन्दै भाइ यहाँ आउँदा यहाँ तिम्रो मोबाइल हो भरे गएर हेर तिम्रो भ्लग देखिसक्यो ओ म खतरा है क्या केटा हो दादीको त है देखि भन्छ त यहाँ भाइहरूले र अब हामी चाहिँ यहाँ अलिकति माथि गएर खानुपर्ने हुन्छ किनकि यहाँको ठाउँ अलिकति लभली पारेको छ अब धेरै टाढा जाने भएन नि त अब फेरि हामी यहाँ लौडे हुन नि सक्छ फेरि बोल्छ ए हातै गऱ्यो यार के हो क्या है हो भने त लौडे भयो त यहीँ खाइदिउँ है बारी होला नि यो यस्तोमा कसको बारी होला बारी होइन यो झ्याङ हो हो र यस्तो हुन्छ होइन यस्तो हुन्छ भने मान्छे गाडी केटामा मलाई केही थाहा छैन है यहाँ मान्छे गाडी हो मान्छे गाडी भए त के रिबन सिबन रातो कपडा हुन्थ्यो होला नि सेतोहरू होइन तामाङहरूको चाहिँ त्यस्तै हुन्छ घाट त होइन होला यस्तोमा कहाँ घाट हुन्छ यार यहाँ बोतलहरू ल्याए घाट हुन्छ त घाट त होइन है खाएर बसेको रहेछ यहीँ बनाऊँ ल केटा हो ल हामीले यहाँ बनाउने डिसिसन गऱ्यो है यही हो हाम्रो ठाउँ चाहिँ हो कि क्या हो है त्यही अहिले भेटौँ है केटा हामी यहाँ व्यवस्था हान्दैछौँ यस्तो छ है पारा चाहिँ फेरि व्यवस्था हान्ने पारा हो कि क्या हो हामी अब यस्तै दिनमा पऱ्यो त के गर्ने भोलि अब गाउँ जान्छ नि त त्यही भएर हो कि फेरि गाउँ गएपछि डेली भ्लग आउँछ मैले अब यहाँ
10 डे च्यालेन्ज राख्न जाँदैछु ब्लगको है। यस्तरी बाल्नुपर्ने हुन्छ है। यो फेरि ट्यालेन्ट के ट्यालेन्ट त लभली हो कि यो चाहिँ मल्टी ट्यालेन्ट होइन त मेरो नाम जला भनेर मल्टी ट्यालेन्ट होइन त ढुङ्गा मिला न उही त्यो ढुङ्गा चाहिँ अब उही पानी त पर्दैन क्या हो पानी अलिक घट्या जस्तो लाग्यो कि के हो घट्न त घट्याएन नि है तर यहाँ पानी धेरै नआउने रहेछ किनकि यो के को घारी चाहिँ सालको घारी छ नि त केटा ढुङ्गा खोज्न पर्ने हुन्छ तिनवटाको त्यो उको लागि ओ छोपेर गरे छोप छोप भनेर म त कहाँ जानु ढुङ्गै छैन यार केटा ढुङ्गा यहाँ यत्रो रहेछ यार दादाले फेरि एक हातले बोक्दैन ओए भाइ यहाँ आउ छिटो मेरो एक हातले मिलेन कि लौडे पानी पर्यो के सक्छ तिमीले यो भाइले बोक्दैछ है ल छिटो अब यहाँ छाता ओढ्नु पऱ्यो कि यहाँ फेरि अहिले पानीमा भिज्यो भने त लभली उठ्यो हुन्छ त अब यस्तै छ के गर्ने जिन्दगी दर्पण छ यहाँ यो फेरि लभली हो क्या मल्टी ट्यालेन्ट बबाल है बबाल तर खोइ त यार दौरा छैन है सुझ खोज्नु होइन अहिले खोज्नु न अहिले फेरि पानीले भिज्यो भने त लौडै हुन्छ त मैले अघि भन्नु तर यार दौरा चाहिँ वाइल्ड है यहाँतिर नि अब म एक भारी दौरा खोज्छु म एक भारी दौरा ल्याएँ मेरोबाट यति एक भारी त्यही ल अब अहिले भेटौँ है त बनाउने बेला अब यहाँ आगो सागो पुग्नु पर्ने हुन्छ नि त त्यही हो अहिले भेटौँ है त केटा हो तिमीहरू नि यस्तो है अलिकति मौसम हेरेर हिँडे केटा हो नत्र चाहिँ यस्तो सागमा चुर्ना परेर जम नभने फेरि अघि त घाम लागिरहेको थियो अहिले यस्तो भइरहेको रहेछ हेर अब यहाँ छाता धन्न ल्याइछ क्या नत्र अहिले यहाँ हामी नित्रुक्कै हुने कि यो चाहिँ आगो बारे फेरि तर त अब यहाँ पानी कहिले रोक्ने हो भन्ने हामी चाहिँ ऊ त्योमा छौँ सेक तरिका सेक भइदिएर यार भइरहेको छ यसो छ केटा हो अब यहाँ हेरे यसरी बनाइरहेछ ओ पानी उम्लिन थिएन पहिला पानी त उम्लिरहन्छ यार लभली भिज्यो लौडे अब यस्तो भइरह है फेरि यार केटा लास्ट भ्याउ हुँदैछ यस्तो हुँदा है तिमीहरू नि आउँदैछ भने चाहिँ अलिकति मौसमको दोषै होइन यो बर्खा महिनामा चाहिँ नआइनी हुन्छ है बर्खा महिनामा यो अलिकति मौसम राम्रो देख्छ तर देख्न चाहिँ होइन तर काम चाहिँ छैन रहेछ हो कि होइन ल भन्दैन एउटा केही सागमा चुर्न पर्ने होला यस्तो आउन यो बोल्न सकेको छैन पानीले लत्तै पारे यस्तो है भाइ लास्ट तर यार पानी त हामीले थाल्ने ल्याएन झन् यहाँ पातमा खाने भन्यो भयो त यार पानी यस्तो छ त्यही हो केटा अब अहिले भेटौँ है त त्यो केटा हो है माछुरी यस्तो भइरहेको पानी वाइड पऱ्यो कि अब चाहिँ लोड ठुलै पऱ्यो है चौधो यहाँ मासले खाके पानी हामी चाहिँ जान्छौँ अब मासले ए लास्ट भिजायो पाइले ए अब घर गएर बनाएर खान्छ भाइ केटा हो लास्ट भिज्यो लास्ट पानी आइरहेको कि केटा हो फेरि है मोबाइल नि फेरि वाटरप्रुफ त होइन दादाको लास्ट ठुलो हो ए मान्छेहरू नि हो यहाँ बर्खाको बेला यस्तै हो केटा हो है धेरै त्यो चुमुक नहो तिमीहरू नि यस्तै नै आउँछ भनेर यहाँ सम्धिको यस्तो है नारे वाइल्डै भइरह है
अब हामी चाहिँ फर्किँदैछौँ घरमा। अब के हुन्छ लेट्सी मेरो काममा आमै गाइছো यस्तै हुन्छ फेरि। यस्तै हुन्छ ल। अब तिमीहरूको नि ढाँचिला भने त आइजे न आइजे ल है त केटा हामी चाहिँ यहाँ मेन रोडमा निक्लिसक्यो है। हामी चाहिँ जाँदा चाहिँ यही जङ्गल लौडे जङ्गलमा गएको हो है। जाँदा चाहिँ पानीले लौडे हानिदिरहेको हेर्न वाइल्डै पानी पऱ्यो केटा हो। के गर्नु यस्तै हो गरी महिनामा नआइज तिमीहरू। हल्का पछाडि गर्न हल्का बर्खा पछाडि गर्न तेरो मेरो त भिजो छोड्छ चाक भिज्यो के? भिजो छ के उदे भाइ फेरि त्यहाँ मोटे भाइ ओए लौडे। अब त्यही हो अहिले भेटो अहिले पानीले मोबाइलले ढुट्टो बाँच्छ केटा हो है त। ल है त अब चाहिँ हामी यहाँ अहिले पो पानी कम बिस्तारै बिस्तारै गरेर आइपुगिसक्यो यता उत्योमा पुलसम्म। अब हामी उ त्यहाँ गएर बस्नु पनि हुन्छ। लास्टै उ त्यो बिजोक भयो क्या लास्टै हाम्रो सुलुलुलु। अब यहाँ पुलमा आइसक्यो है। है त केटा अब त्यस्तै भयो अरू भनेको है। खाना त अधुरो नै भयो है। अब हामी यहाँ चट्ट पारामा लभली पारामा यहाँ चाहिँ बसिरहेको छौँ। लास्टै पानी पऱ्यो कि है। अब के छ र जिन्दगी दर्पण छाया भने जस्तै हामी चाहिँ यहाँ आउटफिट हेरेँ यसको। यो भाइ फेरि बोतलवाला त बोतलले भ्यायो बोतलवाला पानी त लभली भयो यस्तै अरे भल कस्तो डेन्जर आयो। त्यही अब माकुरी अब यहीँ बस्नेछौँ हामी। कति मिनट बस्ने अब पानी रोक्नेछौँ होइन। अब यहाँबाट त कहाँ जाने हो र है। लास्ट भिज्यो कि अब त्यही हो। अब यहाँतिर बस्दै जानेछौँ। अब त्यही हो अहिले पछि ठ्याक्क निक्लिने बेला भेट्नेछौँ। त्यही हो गाइज। ल त्यही हो केटा अब बस्यो भने बस्या गऱ्यो भने बस्या हुन्छ है। बस्यो भन्नु ल। अब त्यही भएर हामी जाँदैछौँ। पानी चाहिँ अलिकति सिमसिम पानी पर्दैछ। त्यही पनि दादालाई कसले रोक्न सक्छ र भाइ दादालाई। यो पानी मै लिन्छु है। यो चाहिँ अलिकति समाजसेवी टाइपको है मान्छे हेर्दा अलिकति आशा हेऱ्यो अब ल। चोर जस्तो भयो नि मान्छे समाजसेवी। यो भाइ फेरि अलिकति समाजसेवीले चाहिँ दिने जस्तो हो। यो समाजसेवीले दिने मैले के भने बुझेँ क्या तैँले भन्नु चाहिँ के हो मैले यत्तिकै बोलेँ है केटा। फेरि यो भाइ चाहिँ अलिकति हेर्दा कस्तो देख्छ कमेन्ट डाउन गर तिमीहरू। मलाई थाहा छैन है। हल्का मोटो हो अनि हाइट चाहिँ कति हो 5'1" होइन। अरे ओए 5'1" है यो भाइ। 5'1" त छैन होला 5'2" होला सायद। ल है त हामी चाहिँ अब पहिचोदार आइसक्यो। पहिचोदारसम्म चाहिँ हाम्रो गन्तव्य आइपुगिसक्यो। के भन् कस्तो भयो यहाँसम्मको तेरो एक्सपिरियन्स? मेरो एकदम राम्रो हो। पानी चाहिँ भिज्यो है। त्यही हो एक्सपेक्ट रियालिटी अब भरे छिटाउनु पर्छ। रियालिटी अब भरे ब्लगमा देखिहाल्छ। राम्रो मात्रै रियालिटी र एक्सपेक्टेसन अब छुट्टै छ ल अपली होला भाडा उतै लाने हो। अब कहाँ तिम्रो घर गयो भने झ्याउ हुन्छ नि। फेरि यसरी बोकिरहँदा अहिले आउँदाखेरि बोक न कसले थाहा हुन्छ र यो भाडा है। एक्सट्रिमले फेरि मारेकै छ है। नेपाल चाहिँ मारेकै छ। अब नेपालकै कम्पनी हो है। हो कि होइन? हजार तेरो बाउ मुर्दा भनेर भन्ला फेरि अहिले उताबाट के तेरो बाउ मैले बुझेन नि। मैले बुझेन के बुझेन के भने कि मैले बुझेन। मैले सुनेँ त्यतिखेर कसले भने के भन्ने कहिले अघि के भन्ने के पत्र बोलिरहेको थियो क्यामेरा के भने तेरो बाउ भन्ला भने क्या माथिबाट। त्योभन्दा नि अगाडि त्यही हो केटा। अब तिमीहरूलाई झ्याउलाई होला अब सिधै घर गएर भेट्न छ है त केटा हो। अब हामी चाहिँ घर आइपुग्न लागिसक्यो। म चाहिँ त्यो भाइहरू चाहिँ भाइ अगाडि गयो अनि त्यो चाहिँ दिदीको पेट उठ्यो भनेर घर गयो। अब घर गएर फेरि चाउजो बनाएर खानुपर्ने हुन्छ किन अधुरो छोड्ने होइन। अब घर गएर फेरि चाउजो बनाएर सिजा पेपर खेल्नुपर्ने हुन्छ। त्यहाँ नि हामी खेल्ने त विचार थियो त्यही नै पाएन। अब के भन्छ है जिन्दगी यस्तो छ लास्ट अँध्यारो छ भित्रको। त्यही सही हो अब अहिले ल है त केटा हो घर आइपुगिसकेको छौँ। अब चाहिँ यहाँ लभली पारामा चाउजो चाहिँ एक बाटा है हो कि क्या हो जस्तो छ। अनि यहाँ चाहिँ फेरि 4वटा अन्डा किनेको थियो। त्यो होइन कि त्यो पहिलाको 4वटा अन्डा थियो। एउटा फुटेर फ्याँक्यो अनि धेरै पहिलाको ए त्यही हो आजको चाहिँ तल्लो नि थियो त एउटा बन्दैछ। यहाँ चाहिँ चिया बनाउनु लाग्यो। त्यही हो केटा अब सिधै बनेपछि नै भेट्छ है त।
के हो ल है त केटा अब बनाउँदैछु के गर्नु अब त्यही भयो एक चाटा दिन्छ अनि दिल्ली धोखाधडी कर बैठे This is हो सोचना था टी कुकिङ टी एन्ड टी कुकिङ हैन त हेर्नुहोस् गाइस सुपारी होइन खाना मिल्छ पुऱ्याउनु पर्छ हुँदैछ चिन्छ कि मैले त नानी मिठो भएन ला ल है त केटा पाकिसी है ल बनाइदेऊ तिमी ल देखाऊ त पाके खाँदै सो गाइस अब चाहिँ यिनीहरू भ्लग बनाइरह पाके भने देखाऊ कहाँ जा ए ल ल देखाऊ अनि यहाँ चाहिँ स्मल रेस्टुरेन्ट गरिया अझै भ्लगमा हेरिया यता सो गाइस अनि मलाई चाहिँ अब यस्तरी गरिया सो गाइस म हजुरहरूलाई एउटा नजारा देखाउँछु त्यसलाई चाहिँ धेरै मोबाइलमा आएर भन्नु पुगुल्ला हट भन्नु न मैले त सानो छ है त केटा अब रेडी भइसक्यो है चाउचाउ चाहिँ चट्ट पारामा यत्तिको है यत्रो हो कि क्या हो टाइपको छ है होइन होला जस्तो नि हो के हो यार हटे ओए हट पित्रिक ओए हट हट ओए 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 पुगुली मेरो नाम पुगु हो यहाँ यत्रो है ब्याकग्राउन्ड फेरि यस्तो हो यो अन्डा बनाउनु है ए अब अन्डा बनाएर भेटौँला है त अन्डा अब प्यान अन्डा यो बनाउँछ अरे त्यो उसले त एउटा डाडो जस्तो प्यान कहाँ छ त प्यान यता हो कि के हो प्यान कहाँ छ त प्यान 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 तै बस्दै पेन के हो त्यो पेन मतलब कस्तो कुरो गरे च्याना बनाउँछ त्यहाँ मान्छे हेर्दै हेर्न चतुरै बाहुन जस्तो अनि त्यही हावाबुली हुन्छ चिन्नु नजानु ढुङ्गा हेर्नु त्यो त मेरो मुखबाट पानी निस्क्यो त्यो त निक्लिहाल्छ नि हेर्दै निक्लिन्छ ठुलो ठुलो त्यो चाउमिन पकाउनुले त म टाइप ल अब यहाँ तान्दै हो यहाँ योमै बनाउने के अन्डा ल है केटा अब यहाँ चट्ट पारामा बनाउँदैछौँ ल मलाई देखाऊ ए यो नचल न देखाऊ त भाइ यो केटा हो थैट ल है केटा हो यहाँ अलिक सानो गर्न ग्यास म चाहिँ अब भाँडा धुने मसँग आउने है अलिकति भाग्यमानी हुन्छ म पनि अलि भाग्यमानी हुने चट्ट परामा बुझिस तैँले एकछिन यहाँ पहिला सुरु यहाँ त्यही हो यो ल त्यही हो गाइस केटाकेटी हो सबजनालाई अब चाहिँ सिधै पाक्ने बेला भेटौँ है त है ल केटा है अब हामी चाहिँ भइसकेछौँ बनाएर चट्ट पारामा अब यहाँ म भाग मार्न जाँदैछु है तपाईहरुले नि ल ल ल देखाउनु भाइ राम्रोसँग है आउने गरी म चाहिँ यहाँ भाग मार्न जाँदैछु 3 मान्छे चाहिँ कतिजना 6 जना है केही नि आएन मान्छे आमौ आधी अनि छोकी होइन यो 0 नचल कि आमा 6 कमेडी देख्या हाल्दिनु त बहिनी धेरै नहाल्दिउँ यति हाल्दिउँ यति पनि धेरै हो त है यो मोबाइलको क्वालिटी फेरि बढ्दै गएको छ क्या होइन 1 मा हालेर बढ्यो त्यो थोडा चिया पकाउन नाच्छु करा यहाँ के हो मम्मी यो त मैले सक्दैन यो त मैले सक्नु कति भोलि रहेछ पाप चिया के पकाएर त्यो तातोमा भोलि आ चिया त ठाउँमै भरि बनाएको कता त्यहाँ कता यहाँ मामा तरै अब किचन सफा गर्नुपर्छ
भाँडा मान्छ भने त्यो म भन्नु पर्यो चल्यो यो कुकुरले कुन गिलासमा हालेर खान्छ भन्दै फुलमा हालेर अलिकति पखाले भुल्न चाहिँ फेरि खोर हुन्छ 9 10 ए खै छोरा त हजुर ए पर्दैन अब म आफै झिकाल्छु यहाँ कहाँ गयो चिया छान्ने हो चिया छान्ने कहाँ अरे ल केटाहरू त्यही अब खाएपछि फेरि खाने बेला भेट्नुपर्छ है ल है त अब दादाहरू चाहिँ खाना आइसक्यो समिनाहरू चाहिँ यहाँ पहिले भएर गम्की गम पारिसक्यो चम्चा हटा त उतै ऊ म आमाले दिन्छ त्यही अब खान्छौँ अनि त्यसपछि भेट्न पर्ने हुन्छ अनि इन्डमा अब सिधै इन्ड ल है त केटा हो खाँदै जाउँ मेरो भयो गाइस खै अन्त अब पसलमा जति पिरो भयो भने चिया चिकाएको पर्छ गाइस खाऊ के कति पिरो हाल्यो तैँले ल सो केटा हो आजको लागि चाहिँ यति नै यहाँ चाहिँ नयाँ ब्याग है अघि भर्खर किनेर ल्याएको ब्याग फ्लेक्स हो हजुर त्यो गाई सबजनाले है केटा हो सबजनाले माया चाहिँ देखाइदिनु पऱ्यो कि माया चाहिँ देखाइदिउँ अनि भ्लग त अब 10 डे डेली आउँछ च्यालेन्जै भयो चाहिँ 10 डेजको है 10 डेज चाहिँ डेली आउँछ आजको ती यस्तै भयो भ्लग है के छ र जिन्दगी होइन त्यही हो गाई सबजनाले माया देखाइदिनु पऱ्यो नयाँ भ्युवर्सहरूले चाहिँ बेल आइकनलाई अन गर्नु होला अनि लाइक सेयर सब्सक्राइब हानिदिनु होला पुरानो भ्युवर्सहरूले नि माया देखाइदिइरहेछ राम्रो लागिरहेछ है 50 भ्युज भयो नि राम्रै हो ठिकै हो त होइन त्यही हो गाइस थ्याङ्क फर वाचिङ पिस आउट